हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी ब्लग। फेरि पनि मैले मिनी ब्लग लिएर आइसकेको छु। आई होप तपाईँहरूलाई मनपर्छ भन्ने आशाको साथमा आज बिहानै सुरुवात गरिसकेको छु साथीहरू। बिहानको मर्निङ टाइममा चाहिँ मैले यो भिडियो लिएको है साथीहरू। आज चाहिँ तर एउटा दुःख लाग्दो घटना चाहिँ घटिसकेको छ साथीहरू। मेरो नानाको जो ससुरा हुनुहुन्छ उहाँ चाहिँ बित्नु भएको छ है। उहाँको आप्पाको आत्माले चाहिँ शान्ति पाउन् भनेर चाहिँ म प्रे गर्छु भगवान्सित होइन। अन्त त्यसको लागि चाहिँ हामी बिहानै उठेर फटाफट गरेर चाहिँ जानुपर्ने हुन्छ। हेर्नु न पानी परेको बिहानदेखि नै पानी परेकै थियो। त्यो भएर हामी चाहिँ फटाफट उठेर चाहिँ मैले पहिला ब्ल्याक टी पिएँ अनि नानीलाई पनि उठाएँ है। नानी एकपट्टि सुतिरहेको छ, बाउ चाहिँ अर्कोपट्टि सुतिरहेको छ। हेर्नु न घुर्दै सुतिरहेको छ हो। अनि म चाहिँ बिहानै उठेर चाहिँ घरको काम सकेर चिया बिस्किट लिनु थालेँ। मेरो प्लान्ट चाहिँ यस्तो छ साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनुहोस् होला। अनि डल्लेको खोर्सानीको चाहिँ यहाँनिर नुनमा मिसाएर चाहिँ राखेको साथीहरू। यो दसैँको लागि है खानुहुन्छ भने तपाईँहरू पनि आउन सक्नुहुन्छ।